र आर्यबाट क्षेत्र दिनुपर्ने भएको हुनाले अरू देशको यो हुनै सक्छ। यो एउटा कुरो हामी सबैले थाहा पाउनुपर्ने कुरो चाहिँ यो हो। यस्तो देशमा जन्मिन पाउनु हामी चाहिँ अति ऋषि चाहिँ पहिला चाहिँ तपाईँको अब यो नीलकण्ठ हिमालमा त्यहाँ गएर तपस्या गर्नुहुन्थ्यो उहाँमा पुर्खा अति ऋषि। अब त्यहाँ कसैले चाहिँ तपाईँको यो खप्करतिर गएर तपस्या गर्नुभयो भन्ने पनि छ है। तर अब विशेष गरेर अत्रि ऋषिले तपस्या गरेको चाहिँ यो शास्त्रीय दृष्टिले चाहिँ त्यो नीलकण्ठ हिमाल कसैको नजिकै पर्छ। त्यसै हुनाले उहाँले त्यहाँ गएर तपस्या गर्नुभयो। तर अब अत्रि ऋषि भनेका ब्रह्माजीको सृष्टिकर्ताको मानस पुत्र हुन् क्या। है सृष्टि गर्नको लागि 10 जना ऋषिहरू सृष्टि गरेका थियो ब्रह्माजीले, मनबाट सृष्टि गरेका थियो। मरीचि, अत्रि, अंगिरा, पुलस्त्य, पुलह, क्रतु इत्यादि चाहिँ 10 प्रजापतिको सृष्टि गरेका थियो। त्यो 10 प्रजापतिलाई यो फुलाहरूको सृष्टि गरेर भनेर लगाउनु भएको थियो। अत्रिलाई पनि केही बिमा लगाएको थियो। तर अत्रि ऋषिले यो फुलाहरूको चाहिँ सृष्टि गर्ने सन्तान पैदा गर्ने र सन्तान हुँदै गर्दै जाने कुरा यो बडो कठोर भनेर चाहिँ भन्ने भएपछि अत्रि ऋषिलाई त्यो ब्रह्माजीले भनेको कुरा नमानेर उहाँ